हजुर हजुर गुड मर्निङ नमस्कार आज चाहिँ एउटा मलाई सानो जानकारी दिन मन लाग्यो। म यता आएको पनि धेरै त भएको छैन, तै पनि यसो हुन्छ नि आफूले जाने बुझेको के कस्तो भयो भन्ने कुरा जानकारी दिन खोजिरहेको छु। यसो गाउँघरतिर घुम्न आइरहेको छु। यो गाउँघरको दृश्य पनि हेर्न सक्नुहुन्छ। मजाको यो झाडीहरू छ यतातिर, यता गाउँतिरको जाने बाटो, यता माथि जाने बाटो हो यो। यसो कामको सिलसिलामा यतातिर आएको थियौँ। तर यसो यही समयमा चाहिँ एउटा यसो सानो भिडियो बनाइदिउँ भनेको। यो यता माल्टातिर आएको म त धेरै भएको छैन, तर यो जुनसुकै क्षेत्र युरोपतिर आउनलाई, यो मलेसियादेखि आउनलाई चाहिँ मेन विशेष गरी म मलेसिया बसिया भएको कारणले मलेसियादेखि आउनलाई चाहिँ के कस्तो प्रक्रिया गर्दा, के कस्तो गरी आफूले पलान गर्दा सजिलो हुन्छ भन्ने हिसाबले चाहिँ एउटा सानो भिडियो बनाउँ कि भनेर। हामी चाहिँ मलेसियामा अब कस्तो छ भने मलेसियाबाट यता आउनलाई हामीलाई पासपोर्ट पहिलो कुरा सबै कम्पनीहरूले हातमा दिए हुँदैन। हातमा दिए पनि त्यहाँको दूतावासबाट हामीले चाहिँ भिएफएस गरेर यता आउनलाई अलिक गाह्रो छ। एम्बेसीहरू भयो पनि हामी नेपाललाई त्यहाँबाट भिएफएस गरेर आउन अलिक गाह्रो छ, विशेष गरी मलेसियाबाट भएको कारणले। म पनि अब मलेसिया बसियो, लामो समय बसियो त्यहाँ, तर आउनलाई अलि सहज वातावरण भएन। अनि म चाहिँ अब पहिला पानासोनिकमा काम गरेँ 4 वर्ष। त्यस 4 वर्ष पानासोनिकमा काम गरिसकेपछि 2 वर्ष फेरि उसमा गरियो, सानपूर्णम कम्पनीमा गरियो। अनि 2 वर्ष सानपूर्णममा काम गरिसकेपछि 1 वर्ष जति भएको थियो काम गरेको। त्यसपछि अलिकति मलाई चाहिँ दिमागमा के भयो भने युरोपतिर जानुपर्छ भन्ने खालको लहरको दिमागमा चल्न थाल्यो। त्यसपछि काममा मलाई मनै परेन। काम चाहिँ एकदम मेरो अब भनेपछि भने जस्तो होला, तर मलाई एकदम बिन्दास थियो, काममा आनन्दको थियो। म सेक्युरिटीमा काम गरिरहेको थिएँ, इनहाउस सेक्युरिटीमा। एकदम रमाइलो थियो काम, मजाले बसेर खाने, खासै त्यस्तो गाह्रो केही थिएन, राम्रै थियो कमाइ कजाइ पनि। तर पनि यो युरोपको भुत चढिसकेपछि अलि बस्न मन नलागेर मैले चाहिँ यता आउनुभन्दा 2-3 महिना अगाडि डकुमेन्टहरू स्क्यान गरेर उता यता एजेन्टलाई पठाइदिएँ। एजेन्टलाई पठाइसकेपछि चाहिँ रिजाइन गरेर घर गएको थिएँ म। रिजाइन गरेर घर जाँदा चाहिँ मैले ठुलो चुनौती लगेर घर गएको थिएँ होइन। हामी त अब खाडीमा आएर कमाउने मान्छेहरू, थोरै पैसा 2-4 पैसा कमाउला भन्ने खालको भएकोलाई अब एकैचोटि रिजाइन गरेर जान चाहिँ चुनौती नै हुन्छ। 2 वर्षमा के नै कमाइ हुन्छ होइन। त्यही अनुसारले चाहिँ घरतिर गइयो। घरतिर गएर ठिकै छ, मेरो त टाइममा भिजा लाग्यो, टाइममा आइयो, राम्रो कुरा हो। तर सबैको चाहिँ त्यस्तो नहुँदो रहेछ। यहाँ आएर धेरैहरू देखियो 3-4 चोटिमा भिजा लाग्ने, 2-3 चोटिसम्म रिजेक्टै भइदिने, त्यस्तो भएको कारणले चाहिँ तिनीहरूलाई चाहिँ के भन्छु भने म एकचोटि मलेसियाबाट आउनेहरूलाई मलेसियाबाट तपाईँहरूले प्रोसेस गर्न सक्नुहुन्छ। डकुमेन्टहरू मेन त सिभी बनाउने, एउटा कभर लेटर बनाउने, त्यसपछि पासपोर्टको फुल स्क्यान कपी गरेर यता डकुमेन्ट एजेन्टलाई पठाइदिने। युरोपको जुनसुकै देशमा पनि है, फेरि माल्टा छु भन्दा पनि माल्टा मात्र भन्ने कुरा, जुनसुकै देशमा पनि तपाईँहरू आउन चाहनुहुन्छ भने मलेसियादेखि सबै डकुमेन्टहरू स्क्यान गरेर एजेन्टलाई पठाइदिने। त्यसपछि वर्कको पर्मिट आएपछि मात्रै कम्पनीलाई भन्ने कि म इमर्जेन्सी गरेर छुट्टी जान्छु भन्ने, 2 हप्तापछि वर्कको पर्मिट आएको दिनै खबर गरेर 2 हप्तापछि म घर जाँदैछु भनेर चाहिँ छुट्टी लाग्न सकियो। 2 महिनाको छुट्टी लाग्ने। अनि 2 महिनाको छुट्टी लगिसकेपछि चाहिँ अब टिकट चाहिँ सकभर 1 वे नै काट्ने, अपडाउनको नकाट्ने। आफूले यसो मजाले सेटिङ मिलाएर सकिन्छ भनेपछि टिकट काट्ने ठाउँमा सेटिङ मिलाएर काट्न मिल्छ। एउटा टिकट मात्र काट्ने, एउटा डेमो टिकट गर्न मिल्छ डाउनको। अब त्यो तपाईँहरूको इच्छा कसरी गर्नुहुन्छ त्यही अनुसारले गर्न सकियो। अनि घर गइसकेपछि चाहिँ घर जाने चाहिँ भिएफएसको डेट बुक गरेर अघिल्लो दिन काठमाडौँ पुग्ने गरी भोलिपल्ट भिएफएस डेट हुने गरी जाने। टक्क काठमाडौँ गएर डकुमेन्टहरू सबै भिएफएस गरिदिने, सर घरतिर गएर बस्ने। घरतिर कसैलाई थाहा पनि हुँदैन, मतलब पनि हुँदैन, छुट्टीमा आएको भन्ने हुन्छ नि त। त्यो भइदिइसकेपछि तपाईँहरूलाई पनि कसैले सोधपुछ पनि गर्ने भएन, कसैको टेन्सन पनि भएन। त्यति भइसकेपछि भिएफएस गर्ने। भिएफएस गरेको लगभग म्याक्सिमम् 2 महिनामा चाहिँ पासपोर्ट रिटर्न हुन्छ है। फेरि कसैको बाइचान्स केही गल्ती भएको भने त्यो बेग्लै कुरा हो, होइन भने म्याक्सिमम् 2 महिनामा चाहिँ तपाईँको पासपोर्ट रिटर्न हुन्छ। पासपोर्ट रिटर्न भयो भनेपछि चाहिँ अब तपाईँ भिजा लागेर आयो भने तपाईँ युरोपको यात्रा सफल भयो, हजुरलाई धन्यवाद, बधाई हुन्छ। यदि भिजा लागेन भने केही बिग्रिएन, छुट्टी गएको जस्तो हुन्छ नि त। तपाईँहरू चाहिँ फेरि त्यही ठाउँमा पहिलाकै कम्पनीमा चाहिँ काम गर्न जान सक्नुहुन्छ आनन्दसँग, कुनै टेन्सन भएन क्या। त्यो चाहिँ एकदम सजिलो माध्यम भयो, बिना रिस्कको भयो। रिस्क त हुन्छ नै, पैसा अलिकति डुबिसकेको हुन्छ त्यति बेला। अब डाइरेक्ट कन्ट्याक्ट गर्नेहरूलाई त अब त्यो डाइरेक्ट भएको तिनीहरूको कुरा नगर भन। हामी चाहिँ एजेन्टको पछि लाग्नेहरूको चाहिँ 2.5-3 लाख डुबिसकेको हुन्छ। त्यो भएको कारणले चाहिँ तपाईँहरूलाई चाहिँ अलिकति गाह्रो पर्न सक्छ। त्यही भएर चाहिँ तपाईँहरूलाई कसरी गाह्रो हुन्छ भनेपछि अब
फेरि अब भिजा लागेन भने रिजाइन गरेर आउनुभयो भने तपाईँहरूलाई बस्न त घर सकिँदैन नि त होइन। घर बस्नलाई त अब फेरि पैसा त्यत्रो डुबिसकेका हुन्छ, मनले मान्दैन, केही हुँदैन। किनकि अब त्यो कमाउने ठाउँमा गइसक्यो त फेरि तपाईँले कमाउनु सक्नुहुन्छ नि त, त्यो पैसा डुबेको पैसा कमाएर तिर्न सक्नुहुन्छ। फेरि त्यो कारणले चाहिँ सकभर तपाईँहरू छुट्टीमा आएर छुट्टीमै भित्र 2 महिनाको छुट्टी इमर्जेन्सी लगेर 1 महिनाको लगाउने, 1 वे टिकट काट्ने, त्यसपछि गएर सेटिङ गरेर 2 महिनासम्म समस्या गरेर देखायो भने घर आएपछि आउन भइहाल्छ। त्यसमा चाहिँ त्यो गरेर तपाईँहरूले एकदम मजाले मिलाउन सक्नुहुन्छ होइन। त्यसरी सेटिङ मिलाएर गर्न सक्यो भने तपाईँहरूलाई चाहिँ कुनै रिक्स हुँदैन। 1-2 लाख रुपियाँ डुब्छ, 1-2 लाख रुपियाँ भन्ने कुरा यो जमानामा रिक्स हो। अब रिक्स भयो भने खासै त्यस्तो अप्ठ्यारो भएन, तेरो मजाले आउन सक्नुहुन्छ। त्यति गरिसकेपछि चाहिँ तपाईँहरूलाई चाहिँ ढुक्क भयो नि त, मजाले काम गरेर अब यता काम सफल भइदियो भनेपछि पनि भने जस्तै फेरि यता आउन मिलिहाल्छ। सफल भएन भने फेरि गएर पुरानै कम्पनीमा काम गर्ने, त्यस्तरी प्रोसेस चाहिँ चाल्न सक्नुहुन्छ। अलिकति आफूलाई टेन्सन कम गरेर घरकोलाई पनि टेन्सन नहुने। गाउँघरमा पनि कस्तो हुन्छ भने खासै त्यति गाउँघरमा धेरै कुरा काट्ने हुन्छ नि त, विदेश कहाँ लगाएको थियो, पैसा डुब्यो, के गर्यो भने दुनियाँलाई सुनाउनु भन्दा थाहै पनि हुँदैन कसैलाई। भेफेस गरेर आयो, छुट्टीमा आस्तो हुन्छ, फेरि भिजा लागेन भने त्यही पासवर्ड लगेर फेरि भिजा हुँदै हुन्छ, उता जान सकियो। घोडा आइरहेको छ यता साइडमा चाहिँ, अनि त्यही भएर त्यही अनुसारले जान सकियो। खासै अप्ठ्यारो पर्दैन तपाईँहरूलाई चाहिँ। सकभर सजिलो उपाय चाहिँ मलेसिया बस्नलाई त्यही गर्दा राम्रो। अब थोरै यता आएको कारणले आफ्नो के कसरी आयो, के कस्तो भयो, त्यही अनुसारले चाहिँ नलेदिन यसो साथीहरूलाई पनि बुद्धि भन्ने कुरा हो। अब हुन त अब अहिले दुनियाँ टिकटकमा यताउता युट्युबमा फेसबुकमा जहाँ पनि देखिन्छ नि युरोपहरू कसरी आउन सकिन्छ, के आउन सकिन्छ भनेर। तर सबैले अब जे हो त्यो सजिलो तरिकाले भन्दैन। हामी चाहिँ अलिक मिडल क्लास फ्यामिली भएको कारणले अलिकति मिडल क्लास तरिकाले सोच्ने हिसाबले भनेको। रिक्स धेरै नबोकौँ, 2-4 लाख रुपियाँ कमाउनु पनि हामीलाई धेरै गाह्रो पर्छ। खाडीमा 1 वर्ष कमायो उस्ता यस्तैलाई, त्यही कारणले चाहिँ त्यही अनुसारको रिक्स बोकेर काम गर्न सकिन्छ भन्ने हिसाबको मेरो सोचाइ हो। अब तपाईँहरूलाई त अब कस्तो इच्छा लाग्छ, कसरी सजिलो हुन्छ, सबैको सुन्नु आफ्नो गर्नु भन्छन्, त्यस्तै हिसाबले गर्न सकियो। त्यसैले त्यसमा अब खासै गाह्रो भएन। तपाईँहरूको विचार के कसरी गर्न चाहनुहुन्छ त्यसरी गर्नु होला। मतलब अब युरोपमा कमाइ चाहिँ हुन्छ नहुने होइन, युरोपमा कमाइ हुन्छ, खटिनु पनि पर्छ। खाडीमा जस्तो रिल्याक्स त रेल कमाउन सकिँदैन, तर यहाँ घन्टाको हिसाबले हुन्छ। घन्टाको 6 रुपियाँदेखि माथि जति पनि पाइन्छ आफ्नो सिप अनुसार। यदि स्किल वर्कर हुनुहुन्छ भने हजुरलाई चाहिँ युरोपमा एकदमै उज्जवल भविष्य छ है। स्किल वर्करलाई चाहिँ एकदम धेरै उज्जवल भविष्य छ युरोपमा। खाडीको भन्दा धेरै 4 गुणा 5 गुणा उज्जवल छ। त्यसैले आउन चाहनुहुन्छ भने प्रयास गर्दा हुन्छ। ल हुन्छ, अहिलेलाई चाहिँ यतिकै। यस्तै जानकारीमूलक भिडियो यसो गराउँछु कहिलेकाहीँ टाइम पास भयो भने, यसो साथीहरूलाई पनि यसो होइजाओस्, आफूलाई पनि रमाइलो होइजाओस्। अब अहिले अब कस्तो हुन्छ नि युरोपतिर अब साथीहरू खासै त्यस्ता हुँदैनन् धेरै। अब यही मोबाइललाई साथी बनाएर मोबाइलसँगै बरबराउने, मोबाइलसँगै गुनगुनाउने काम भइरहेछ। ल हुन्छ है, अहिलेलाई चाहिँ बाई बाई।